राजदरबार आइपुगेको छ। त्यति बेला यो र्याली त्यति बेला राजदरबारमा आएको दृश्य तपाईँ हेरिरहनु भएको दर्शकवृन्द। राजदरबारबाट अगाडि बढिरहेको छ। त्यति बेला प्रहरीलाई यो पनि हम्मे भएको अवस्था छ र यति बेला प्रहरीले पछाडि हटाउने प्रयास गरिरहेको छ। प्रहरीले पछाडि हट्न अनुरोध गरिरहेको छ र यति बेला सही व्यक्ति र यो नागरिक र प्रहरीको धक्काधक्की चलिरहेको छ र प्रहरीले यति बेला प्रहरीले वा र्यालीमा उपस्थित सहभागीहरूलाई पछाडि हटाइरहेको छ र यति बेला प्रहरीले यति बेला पछाडि हटाइरहेको देखिन्छ। यति बेला प्रहरीले पछाडि हटाएको छ। यता ध्वज सूचना केही दिनदेखि राज संस्थाको पुनर्स्थापनाको लागि अनवरत रहेको यो विभिन्न कार्यक्रमहरू र्यालीहरू भइरहेका छन्। आज फेरि काठमाडौँको सामुखुसीबाट सुरु भएको र्याली यति बेला राजदरबार सङ्ग्रहालय अगाडि आएको छ। प्रहरीले पछाडि हटाउन कोसिस गरिरहेको छ र र्यालीमा उपस्थित सहभागी आन्दोलनकारीहरू अगाडि बढ्ने प्रयास गरिरहेको यो दृश्य यहाँलाई देखाइरहेका छ। हिजो प्रचण्डले के भनेको थियो, हिजो चाहिँ नि प्रचण्डले के भन्यो राजा ज्ञानेन्द्रलाई, त्यो छ भने सुन्नुभयो होला। अब यिनीहरूका दिन नजिकिँदैछन् भन्ने कुरा सम्पूर्णले बुझे हुन्छ। ज्ञानेन्द्र राजालाई मूर्ति चोर भन्यो त्यसले, ज्ञानेन्द्र राजालाई चाहिँ नि सुद तस्कर भन्यो त्यसले, ज्ञानेन्द्र राजालाई चाहिँ नि त्यसले के आरोप लगाएको छ, गाई मारेसम्मको आरोप लगाएको छ। यसले चाहिँ नि देख्ने छ अब चाहिँ नि हाम्रो शक्ति, युवा शक्तिलाई अब चाहिँ नि अब देख्ने छ भन्ने कुरा यसले बुझ्दा हुन्छ। अब चाहिँ नि जुन चाहिँ नि त तिमीहरू आत्तिराखेका छौ, तिमीहरू आत्तिएर बोलेको यो कुरा बुझिराख। तिमीहरू चाहिँ नि कसो गरौँ, कता जाउँ, कता भागौँ भनेर बोलेको। आज चाहिँ नि खाडै कलाकार विक्रम छेत्री, व्यवसायी एउटा विक्रम छेत्रीले तिमीहरूले आज चाहिँ नि ठाडो चुनौती दिन चाहन्छ यहाँबाट। अब तिमीहरू भाग्ने दिन सुरु गर्दै गर, भाग्नको लागि तिमीहरूले चाहिँ नि ठाउँ अब खोज्दै गर भने यहाँबाट ठाडो भनिदिन चाहन्छु म। आज तिमीहरूले चाहिँ नि अब कतिसम्म गऱ्यौ हिजोका दिनमा, तिमीले चाहिँ नि हिजो 33 किलो सिङ तिमीले खायौ, त्यसको खै त, त्यसको प्रमाण खै, प्रमाण चुकायो त। क्यान्टनमेन्ट घोटाला तिमीले गरेको होइन, खै त त्यसको प्रमाण तिमीले अगाडि ल्याउन सक्यौ। तिमी आफै दोषी छौ, तिमी आफै आत्तिरहेका छौ। त्यसैले गर्दाखेरि सबैलाई चाहिँ नि तिमीले यस्तो आरोप लगाउन तिमी बाध्य बनेका छौ। तिमी चाहिँ नि अब भाग्ने तयारी गर भनेर विक्रम छेत्रीले यहाँबाट खाडो तरिकाले भन्छ। किनकि टाइम छैन, म आज यति नै बोल्न चाहन्छु, फेरिका दिनहरू पनि बोल्ने छु। राजतन्त्र जिन्दाबाद, राजतन्त्र जिन्दाबाद, हाम्रो